हेलो गाइज, नमस्ते सबैजनालाई स्वागत छ हाम्रो युट्युब च्यानल रिसा ब्लग्समा। आज चाहिँ बाख्राले पाठाहरू जन्माएको छ, तपाईँलाई देखाउँछु। यहाँ देख्नुहोस्, खाना खोजेको यिनीहरूलाई पनि निप्पल ल्याइदिनुपर्छ। छलै देखाइदिनु बाख्राका दिदी बहिनीले भने दुईटा नानी पाएको छ। कत्रो ठुलो उयो हुन्छ नि, उयो गोठ बनायो भने त मैले फेरि बुद्धि दिइहालेको मेरो बुद्धि त्यहाँदेखि मजाले पारेर गोठ बनायो भने यिनीहरू त कस्तो छिटो फेरि हिँडी पनि हाल्छ है। चुटुक पुटेको उनीहरू उयो सानो बोजू जस्तो यसलाई त कस्तो हिँड्नु मन परेछ। सानो चाहिँ अलिक काटेको दिनु अरे उसले भनेको त। कहाँ काट्छ हौ अहिले बि दुख्छ त। यसले दुध खुवाउँदैन यत्रो लामो चाहिँ अन्त के गर्नु, आफै चुट्टिन्छ त्यो। आमाले मान्दैन। लुती ए लुती छप्छे भन्दा लुती चाहिँ चिचो भएको रहेछ। अब सुत्यो भयो सुत्न खोज्दैछ। खाइदेऊ नि त्यहाँ त खाँदिन चुटा अब खै चुटा पाठे यहीबाट खान्छस् त। ल फेरि खाने हो तिमीले, फेरि खाने हो। दले दले ल्याउ दले 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 अबै खाँदैछ नि भोक भनेको। दादा तिनीहरूलाई त मारेरै छोड्छन्। जस्तो के खाउँ र कसो गरौँ नस्यो। हिजो त पत्ला खुवाइदिएको थिएँ। कान्छी छोरीलाई पनि भोक लागेछ होइन छोला भनेर। माइलो त झन् ढुङ्गै खाएर माटो खाउँछ। होइन के गर्नु, मलाई बुबु कम्ती भयो भनेन। घुम काटेको मलाई त आमाले बुबु दिएन बेची भनेन। खानु त पर्यो भन्दैन। खानु त पर्यो, दाल त चुलै छ भन्दैन। यहाँ छ यिनीहरूको खोर, यहाँ छ मालिक नि यिनीहरूको। यो चाहिँ हो सबभन्दा, यो चाहिँ सबैको मम्मी हो। यो कान्छी नगर न बहिनी। त्यहाँदेखिको यो चाहिँ छोरा हो बोजूको उयो मम्मीको। त्यहाँबाट यहाँ छ छोरी, छोरीले चाहिँ नानीहरूले जन्माएको छ हिजो इचिली। नगर न भाइ, कस्तो छ यो त भाइ, नगर कपाल नखाइदे। उता जा अब कुटा खायो है, कुटा खायो मामा भयो। यिनीहरू मामा भइरहेको छु त। यो छ यो चाहिँ पुरा खेल्नु खोज्छ हो, किनभने यो सानोमा पुरा खेल्थ्यो कि मसँग। यस्तो गरेर खेल्छ, खेलेको कि अन्त यस्तो गरिबस्छ। नगर न भाइ, अहिले कुरा खान्छस् है। यो चाहिँ छोरी हो। यो चाहिँ सेम बोजू जस्तै छ। यो जस्तो बोजू जस्तै जन्मेको छ हो। यो चाहिँ सेम बोजू जस्तै छ। हाई आज चाहिँ दिन पनि दामी छ है। घाम लागिरहेछ आजकल त। घाम लाग ओइ नगर न बहिनी। बदमास है हो त्यो।
यसले त्यो यो जस्तो छैन रहेछ यसको आमा जस्तै यसको आमा जस्तो छैन रहेछ माया गर्दो रहेछ आमै नगर त्यहाँ नानीहरूलाई लाग्छ नि नगर त्यहाँ नानीहरूलाई लाग्छ नि नाच्छ नि यस्तो छ नि त यो चाहिँ कहाँ चढेको अन्त तँ चाहिँ कहाँ चढ्नु खोजेको अन्त म त बोजू है नगर्न नचढ्न त्यसरी हे तिमीलाई त मजा लागेछ त भाइ अम्मै दिन्छ होला नि दिन्छ होला बदमासले यही गरेन नहिकाउने फेरि आइया हुन्छ नि भित्र ख यसको भाइ यो चाहिँ हिजो अस्ति जन्मेकोहरू यत्रो भएको छ यहाँ मालिक नि हो बाख्राको यता हेरिदिनु न फर्स्ट चाहिँ कुन चाहिँ लिएको थियो भनिदिइहाल्नु बाख्राको स्टोरी फर्स्ट लिएको थियो त्यहाँबाट चाहिँ यो फर्स्ट लिएको चाहिँ हो नानी हुनु आँट्दा लिएको थियो त्यहाँ जन्मायो हो अन्त अब त बहिनी पनि मम्मी भएको छ यिनीहरूलाई त कहिले बुबी खानु मनपर्छ यसको यो खेल्दैन पहिल्यैदेखि खेलेको अन्त म भन्दिनँ म त लाड्ला हो भन्ने म चाहिँ लाड्ला हो नि त भन्दिनँ आमै यिनीहरूले कसरी खान्छ बहिनीले गर्दैछ यिनीहरूलाई डल्लै थाहा छ कहाँ छ घाँस कहाँ राख्छ हो टेक्थिस् होला टेक्ठी चोला भन्दिनँ टेक्ठी चोला तपाईँहरू भनिहाल्नुहोस् यसरी हातमा चाहिँ कसले दिन्छ होला नगर्न भाइ तिमीलाई चाहिँ चल्नु पर्ने माथि यिनीहरू त हातमा खाने बानी छ यिनीहरूलाई तपाईँलाई त हिर्काउन लागि पालेको हिर्काउनु हुँदैन त भन्दैन मलाई आइया हुन्छ भन्दैन नहिर्काउनुहोस् त नि बोलाएर यसो गर्छ यसो बोलेन भने खुट्टाले बोलाइदिएन बोलाइदिए
भाइ नगर उ हेर्नु आमा सिँढी उचालेको यो त कस्तो छ हौ ओ सिँढी उचाल्छस् त्यसरी माथि चढेर नि यस्तो गर्छ के गरेको तैँले माथि माथि चढेर हाँ यहाँ तल झर यहाँ तल झर यता आइज उताबाट आइज छिटो आइज छिटो अब भेटिस् तैँले ल उता आइज योहरूको कता बदमास गर्छ है योहरूको बदमास अर्को 3 जना गयो ऊ भाइले खाँदो रहेछ ठुलो भाइले हाम्रो कतिजना भयो मम्मी बख्राहरू 6, 7, 8 भन्ने बेला भयो नि इङ्ग्लिसलाई दिन 6, 7, 8 भयो हेर्नु न यो त सेम बोजू जस्तै छ हौ म उयो आरी 1 नम्बरको अब यहाँ हेर्नु न आमै तर उयोले माया गर्ने रहेछ यसले नकुट्ने रहेछ है भाइहरू जस्तै यिनीहरू पनि छिट्टै ठुलो हुन्छ अब आम्मा यता आम्मा खेलेको अरेमै चिनी हालेको कसले यता आइदेऊ न अन्त छिटो आइदेऊ यहाँ हेर्नुहोस् है आरिसे 1 नम्बरको आरिसे यहाँ हेर्नु खुट्टाले बोलाएको खुट्टाले बोलाएर त नि यसो गर्नुपर्छ यहाँ बस्नुपर्छ कि यसको खुट्टा हेर्नु 2 दिनमा हेर्नु अन्त खेल्न थालिहाल्छ है आमाको माया अरे मम्मी आमाको माया हेर्नु है नानी जता गयो त्यतै जान्दैछ बोलाइहाल्यो बोलाएको अरे आम्मै खुट्टाले कस्तो दामी बोलाउँछ कि तर के गर्ने यसरी भिडियो गरेपछि यसले बोलाउँदैन बुझेको त्यस्तो बोजू यो नातिनी
नानीहरू बोला मम्मी खान्छ तितेपाती यो पनि पुरा उयो गर्दो रहेछ यसले नानीलाई खोज्दो रहेछ कि ओ त्यो नानी बोजू हो बोजू पनि बदमासको त फेरि यसको चाहिँ झिङ्गा यस्तो झिङ्गाले कस्तो यसरी टोकिदिँदो रहेछ हौ कान नगर्न हौ कस्तो हान्दो रहेछ छाडा रहेछ यता यत्रो बच्चालाई हान्छस् त्यस्तो बेहोरा नगरे भाइ बाबाले यता दिदी धातोमा आऊ है ये चुगोलिलो अम्मै ये चुगोलिलो आओ छिचाउ जाउनु कराइदियो फेरि यता चाल दिनको पुगे भन्छ नि आज 4 दिनको भए म भन्दैन आमा भन्देऊ न त छिटो बोलाइदेऊ यङ्गो आउनु भन्दै अर्कोलाई बहिनी आइज भन्दै यता आउनु म छाला है भन्देऊ नि आम्मा छालाहरू हो म भन्देऊ न इचुली बचेको छ है इचुली बचेको छ गुन्जु छुनु बाबा हो नाना भन्दियो मलाई हेर्नु आएको भन्यो नि म चाहिँ खेल्नु आएको भन्दियो न त यो चाहिँ सेम बोजू छ यो सेम बोजू यो चाहिँ सेम बाउ म चाहिँ बोजूपट्टि गएँ म त बाबापट्टि गएँ भन्यो न त यहाँ हेरिहाल्नु तिमीहरूको चलचित्रलाई हेर्नु खेलेर देखाइदेऊ न पुच्छालाई देऊ न त उहाँ जाऊ ज्योति दिदी भएकोमा जाऊ उफ्रेर देखाइदियो छिटो यहाँ सक्छक मान्छ कि यिनीहरूले छुयो भने चाहिँ उफ्रियो छिटो उफ्रेर देखाइदियो उफ्री हाल्नु उयो त सेम टाइल्सको कलर रहेछ है यो है फेरि मजाको पनि देख्दैन छिटो आउनु त छिटो सुँगिहाल्नु मै हो चिन्नु पर्दैन भोलि बसी
चुटी आऊ यहाँ क्लिनोच मलाई भनिदेऊ न दुईजना दुईटा पक्रि न एकैचोटि भागेकै कस्तो भाग्छ त यो त डिङ्गी डिङ गरिदिन्छ अरे डिङ डिङ गर्छ अरे जा जा ज्योति नाना डिङ 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 गर्छ अरे मिसन सक्सेसफुल भयो डलायो ज्योति नाना भन्दैन दादा भन्दैन हाम्रो बाख्राको भिडियो तपाईँलाई कस्तो लाग्छ लाइक शेयर सब्सक्राइब कमेन्ट गर्नु यहाँ मालिक छ बाख्रा स्याहारेर मालिकनीको कति गनास भयो बाख्रा स्याहारेर हुर्काउनु भएको चाहिँ मम्मीले र बाबाले बाजेले चाहिँ घाँस बाजेले चाहिँ भारी पकाइदिन्छु दुईजनाको मेहनतहरू हाम्रो बाख्रालाई चाहिँ हेरेर माया लाइक शेयर सब्सक्राइब गरिदिनु होला सबैले धेरै धेरै माया गरिदिनु होला गरम छ है आमा